नयाँ बिहान, ताजा हावा, पर्दा खोल्दै यो सुन्दर दृश्य हेर्छु। आजको दिन पनि शान्ति र आनन्दले भरियोस्। नमस्ते दर्शक वृन्द, हाम्रो पहाडी लाइफ अब्रोड च्यानलमा हजुरहरूलाई हार्दिक स्वागत छ। चियाको कप बिना त हामी नेपालीको बिहान नै अधुरो हुन्छ, होइन त? चिया पिइसकेपछि अब घरको सरसफाइ गर्ने काम सुरु। आजको लन्चमा बन्दैछ अन्डा करी। साथै ससेज पनि फ्राई गरेर राखिदिएँ। फल पनि काटेर राखिदिएँ। अन्डा करी पनि बनिसक्न लाग्यो अब। खाना बनिसकेपछि अब आँगन सफा गर्दै। हाम्रो आँगनबाटै माउन्ट वेलिङ्गटन देख्न सकिन्छ। सुन्दर दृश्य, घरको आँगन अनि हाम्रो सानो स्वर्ग यो बगैँचा। मेरो श्रीमानले आज झाड गोड्दै हुनुहुन्छ। गाउँ बदलियो, देश बदलियो, तर यो माटोसँग खेल्ने बानी भने कहिल्यै बदलिएन। यो अन्डाको बोक्रा पनि मलको रूपमा काम आउँछ। आज हाम्रो आँगनमा गुलाब फुलेको छ। अब यो पालक सारिसकेपछि रासनको किनमेल गर्न जाने तयारी गर्नेछौँ। आजको खानामा अन्डा करी र भात अनि दही र सलाद। सबै काम सकिएपछि अब अनुहारको पनि हेरचाह गर्ने बेला। साँझमा पानी पर्न थाल्यो। पानी पर्ने त ताजमानियाको हरेक दिनको कथा हो। आजको भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। भिडियो मन परेमा कृपया सब्सक्राइब, लाइक र कमेन्ट गर्न नबिर्सनुहोला।